Hi everyone, welcome back to my channel. We have a guest today. His name is Shravya. So let's welcome him. Hello Okay. everyone. Hi Shravya, how are you doing? I'm great. So यो भिडियोमा चाहिँ हामी अलि नेपाली र इङ्ग्लिस मिसाएर बोल्छौँ सोचेछौँ सो द्याट इट विल बी इजी एन्ड कम्फर्टेबल होइन सो लेट्स स्टार्ट विथ यर इन्ट्रोडक्सन तिम्रो Okay. बारेमा केही भनिदेऊ न त Hello everyone. म चाहिँ श्रव्य भट्टराई हो अनि म चाहिँ अहिले युनिभर्सिटी अफ साउदर्न मिसिसिपीमा अन्डर ग्रेड गरिरहेको छु अनि मेरो मेजर चाहिँ कम्प्युटर इन्जिनियरिङ हो अनि म चाहिँ यहाँनिर फल 2024मा आएको हो। ओके सो तिम्रो बारेमा चाहिँ ऊ फुल स्कलरसिपमा छ विच इज भेरी रेयर फर अन्डर ग्राड सो लेट्स टक अबाउट द्याट तिम्रो स्कलरसिप बारे भन नि त यसले के कभर गर्छ अनि यसको बारेमा ओके सो मेरो स्कलरसिपको नाम चाहिँ एकाडेमिक एक्सिलेन्स अवार्ड हो अनि यो चाहिँ मेरो स्कोरहरूमा बेस्ड हो यसमा चाहिँ म के पाउँछु भन्दाखेरि फर्स्ट इयरको हाउसिङ र 4 वर्षको ट्युसन पाउँछु मैले बाँकी इन्स्योरेन्स ट्याक्स अनि त्यसपछि फुड चाहिँ आफै पे गर्नुपर्छ त्यो बाहेक चाहिँ सबै कुरा यो स्कलरसिपले कभर गरिदिन्छ इन्सुरेन्स कभर गर्ने इज भेरी रेयर इभन फर अन्डर ग्राड ग्राड्स या स्टुडेन्ट पनि ए हो सो इट्स ओके सो बिकज स्कलरसिप पाउने एकदम रेयर हो अन्डर ग्राडले मैले देखे अनुसार चाहिँ मलाई पुरै चाहिँ थाहा छैन तर रेयर लाग्छ मलाई यो पाउने प्रोसेसको बारेमा कुरा गरौँ है त ओके सो फर्स्टमा चाहिँ कलेजहरू सेलेक्ट गर्नुपर्छ होइन कलेजहरू सेलेक्ट गर्ने प्रोसेस नै एकदम हेक्टिक हुन्छ अलि कसरी गर्ने भन्ने कुरालाई फर्स्ट टाइमर्सहरूलाई सो तिमीले चाहिँ कलेजहरू कसरी सेलेक्ट गर्यो त्यो बारेमा भन मैले चाहिँ टोटल 35वटा युनिभर्सिटीमा अप्लाई गरेको थिएँ वाउ अनि त्यसमा चाहिँ मैले 3टा क्याटेगोरी बनाएको थिएँ एउटा चाहिँ मेरो ड्रिम कलेजहरू जुन चाहिँ म एक्सपेक्ट गर्दिनँ तर अप्लाई गर्छु त्यो अनि सेकेन्डली चाहिँ मेरो ठिकठाक कलेजहरू जहाँनिर चाहिँ म ट्युसन अलिअलि भए पनि तिर्न सक्छु तर जस जानु सक्ने चाहिँ यो जस्तो लागेको अनि लास्टली चाहिँ मैले सेफ्टी स्कुलहरू राखेको थिएँ जुन चाहिँ जस्ट इन केस मैले भिजाको लागि भनेर जस 1 वर्ष ग्याप नहोस् भनेर राखेको युनिभर्सिटीहरू थियो सो मैले त्यसरी क्याटेगोराइज गरेको थिएँ अनि अप्लाई गरेको थिएँ द्याट्स अ रियली नाइस प्रोसेस टु क्याटेगोराइज हजुर अनि रेट अफ एक्सेप्टेन्स पनि हेरेर क्याटेगोराइज गर्यो होइन त रेट अफ एक्सेप्टेन्स सिओए अनि त्यसपछि मेरो फिल्डमा कतिको राम्रो छ भनेर हेरेको थिएँ त्यही हो अनि अप्लाई गर्दा चाहिँ कमन एपबाट गरेको थिएँ अनि कमन एप र अर्को एउटा एप थियो मैले त्यो चाहिँ नाम मैले बिर्सेँ अनि यो कलेजहरूमा चाहिँ अप्लाई गर्दाखेरि एप्लिकेसन जुन हुन्छ त्यो कतिको अब जस्तो हरेक एप्लिकेसनको लागि पैसा लाग्छ तिम्रो चाहिँ 35 भन्ने इट्स अ बिग नम्बर होइन कति लाग्यो त्यसमा खर्चहरू अर तिम्रो एप्लिकेसन फीको रेन्ज कति थियो मैले चाहिँ $210 खर्च गरेको थिएँ टोटलमा 35 युनिभर्सिटिजको लागि हजुर अनि त्यो पनि 3टा युनिभर्सिटीहरूको लागि मात्र थियो बाँकी चाहिँ के भएको थियो भन्दाखेरि मैले मेरो स्कुलको काउन्सिलरले वेभ गरिदिनु मिल्छ एप्लिकेसन फी अनि मैले स्कुलको काउन्सिलरलाई गएर रिक्वेस्ट गरेको थिएँ मेरो एप्लिकेसन फी वेभ गरिदिनु मेरो पैसा बच्छ भनेर अनि उहाँले गरिदिनु भएको थियो फी वेभ हुँदो रहेछ भनेपछि एप्लिकेसनको द्याट्स अ नाइस टिप फर हु आर एप्लाइङ नाउ अनि यो एप्लाई गर्दाखेरि चाहिँ रिक्वायरमेन्टहरू हुन्छ जिपिए एसएटी हुन्छ आई थिङ्क अन्डर ग्राडको लागि यसको चाहिँ रिक्वायरमेन्टहरू रिक्वायरमेन्टको रेन्जहरू कस्तो कस्तो थियो या फिर के एप्लिकेसन गर्दाखेरि चाहिँ वाट यु हेभ टु have ready in your hand जस्तो खालको हुन्छ नि के प्रिपेयर गर्नुपर्छ एप्लिकेसनको लागि फुल एप्लिकेसनको लागि जिपिए चाहि नै हाल्यो हाई स्कुलबाट ग्रेजुएट नै गर्नु काम नै होइन अनि यसको रेन्ज रिक्वायरमेन्ट जिपिए 3 भन्दा माथि ल्याउनु पर्यो अब एउटा युनिभर्सिटीमा चाहिँ 3.6 भन्दा माथि ल्याए पनि भनेको थियो तर 3 इन जेनरल भन्नुपर्दा चाहिँ 3 भन्दा माथि भयो भने द्याट विल बी गुड अनि एसएटी ओके एसएटी चाहिँ मेरो जुन स्कलरसिप छ त्यसको लागि चाहिँ ट्युसनको लागि मात्र 1360 चाहिन्छ अनि हाउसिङको लागि 1450 चाहिन्छ सो टेन्टेटिभली भन्नुपर्दा 1400 कटायो भने चाहिँ आई थिङ्क द्याट्स इट त्योभन्दा बेसी चाहिँ मान्छेले त्यस्तो मिहिनेत गरिराख्नुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन अनि हामीले एप्लाई गर्दा चाहिँ एसओपी भन्ने हुन्थ्यो स्टेटमेन्ट अफ पर्पस त्यो चाहिँ हुन्छ कि
हुँदैन त्यसको सट्टा चाहिँ एसेहरू हुन्छ जुन चाहिँ युनिभर्सिटीले नै त्यसको प्रम्प्ट दिएको हुन्छ यसबारे लेख भनेर अनि त्यसमा लेख्नुपर्छ एउटा मात्र एसे हुँदैन धेरै एसे हुन्छ त्यो एसेहरू चाहिँ युनिभर्सिटीले किन माग्छ भन्दाखेरि एउटा स्टुडेन्टको एउटा पर्सनालिटी बनाउनको लागि एउटा उनीहरूले चाहिँ कस्तो रहेछ त्यो स्टुडेन्ट भनेर बुझ्नको लागि गरेर हुन्छ सो एसे लेख्दाखेरि चाहिँ एकदम नै ख्याल राख्नुपर्ने कुरा हो एकदम नै ध्यान दिनुपर्छ त्यसमा चाहिँ यो एसे भन्नाले आफ्नो बारेमा भन्ने हो कि केही उनीहरूले जस्तो पोलिटिकल या फिर केही टपिक दिएर चाहिँ एसे लेखेको जस्तो त्यस्तो हुँदैन उनीहरूले कस्तो प्रम्प्ट दिएको हुन्छ भन्दाखेरि तेरो यस्तो एउटा इन्सिडेन्ट जसले गर्दा चाहिँ तेरो सोचाइमा फरक आयो तेरो यस्तो मेमोरेबल क्षण जसले जुन चाहिँ अझै पनि सम्झिन्छस् त्यस्तै प्रम्प्टहरू हुन्छ त्यसमा लेख्नुपर्ने हुन्छ भनेपछि तिमीले एकदम धेरै एसेहरू लेख्नु पर्यो मैले त धेरै नै लेखेको थिएँ मैले अल्छी लागेर लास्टमा चाहिँ च्याट जिपिटी युज गरेको थिएँ अनेस्टली नै भन्नुपर्दा जुन चाहिँ गर्दै नगर्नुपर्ने काम हो तर त्यही हो ठिक छ त्यो बारेमा हामी फेरि पनि कुरा गर्छौँ सो यो स्कलरसिप हाउ हार्ड इट इज टु गेट फर लाइक नर्मल स्टुडेन्ट किनभने चाहिँ धेरैजना पैसा तिरेर आएको जस्तो लाग्छ मलाई अन्डरग्रेड एकदमै गाह्रो हुन्छ हो यो स्कलरसिप पाउन अब फुल ट्युसन पाउन गाह्रो नि छ नगाह्रो नि छ अब ठिकठाक युनिभर्सिटीबाट पाउनु त्यस्तो गाह्रो नि छैन अब राम्रो युनिभर्सिटी पाउनु गाह्रो छ मेरो ओपिनियनमा चाहिँ इन जेनरल चाहिँ गाह्रै छ तर अलिकति ढङ्ग मिलायो भने अलिकति कन्सल्टेन्सी भन्दा पनि युसेफ गयो अथवा कन्सल्टेन्सी भन्दा पनि त्यो एक्चुअल स्टुडेन्टहरूलाई भेट्यो जसले चाहिँ पहिला स्कलरसिप पाएको छ तिनीहरूलाई भेट्यो भने चाहिँ एउटा बाटो चाहिँ देखिन्छ कसरी स्कलरसिप पाइन्छ भन्ने ठिक छ सो इट इज पोसिबल इट इज पोसिबल फुल स्कलरसिप हजुर सो हामी कन्सल्टेन्सीको कुरामा आइसक्यौँ तिमीले चाहिँ एप्लाई गर्दाखेरि कन्सल्टेन्सी थ्रु गर्यौ कि सेल्फ अप्लाई गर्यौ अनि कुन चाहिँ वे बेटर हुन्छ जस्तो लाग्छ तिमीलाई डेफिनेटली आफै गऱ्यो भने बेटर हुन्छ आई मिन आइएल्स र एसएटी पढ्ने भने जाँदा पनि हुन्छ नट नेसेसरीली तर जानु इज नट ब्याड इन्फर्मेसन लिने हो इन्फर्मेसन लिन्छ तर अब युनिभर्सिटी अप्लाई गर्न यताउतिको लागि चाहिँ कन्सल्टेन्सीले कुनै पनि हेल्प गर्दैन मेरो ओपिनियनमा कन्सल्टेन्सीले चाहिँ जस्ट त्यहाँनिर तिम्रै पैसा खानको लागि बसेको अब युसेफको इभेन्टहरूमा गयो भने चाहिँ एम्बेसीकै मान्छेहरू आएको हुन्छ त्यसमा उनीहरूले दिएको हुन्छ एउटा पेपर त्यहाँनिर सिधै नै लेखेको हुन्छ कन्सल्टेन्सी इट्स वेस्ट अफ मनी वेस्ट अफ टाइम हामीले थाहा पायौँ भने हामी के अरे भिजा पनि दिँदैनौँ कन्सल्टेन्सीबाट अप्लाई गरेको भन्ने थाहा पायौँ भने भनेर भन्या हुन्छ सो बेटर नट टु गो कन्सल्टेन्सी तर अब लेजी छ भने त के बेस्ट अप्सन कन्सल्टेन्सी हुन्छ तर मोस्ट अफ द टाइम चाहिँ न यु सुड नट गो टु कन्सल्टेन्सी इन्फर्मेसन लिनु छ भने युसेफ चाहिँ जानु पर्यो हैन त एक्ज्याक्टली ओके सो युसेफ गो युसेफ गाइस इट्स लोकेटेड एट समवेयर नियर सुकेदार गुगल म्याप गरेपछि आउँछ होला आई थिंक हामीले पनि जिआरई को एक्जाम त्यही दियो जस्तो लाग्छ मलाई अनि यो जुन तिमीले ग्रेजुएट भइसकेपछि हाई स्कुल ग्रेजुएट भइसकेपछि अनि एप्लिकेसन एक्सेप्ट हुनमा चाहिँ कतिको लेन्दी प्रोसेस हुन्छ त्यो किनभने हाम्रो ग्रेड स्टुडेन्टले असिस्टेन्सी पाउने प्रोसेस चाहिँ इट क्यान गो लाइक इयर्स 2 इयर्स सम्म होइन सो तिम्रो अन्डर ग्रेडको प्रोसेस चाहिँ कतिको लामो हुन्छ अब अनेस्टली भन्नुपर्दा ठ्याक्क हाई स्कुलबाट निस्किने बित्तिकै प्रपर गाइडेन्स हुँदैन हामीलाई के गर्ने कसो गर्ने केही नै आइडिया हुँदैन सो त्यसले गर्दा चाहिँ सुरुमा चाहिँ अलिक कहाँ के गरिरहेको छु जस्तो फिल हुन्छ तर अलिक मेहनत गरेर म गर्छु डिटरमाइन्ड भएर गर्ने हुन्छ 3 to 4 मन्थ्समा नि हुन्छ नभए 6 मन्थ्समा चाहिँ भइसक्नु पर्ने हो त्यो ठुलो कुरा हुँदैन आफूले कतिको त्यसलाई टाइम दिन्छु भन्ने कुरा हो सो 6 मन्थ्समा चाहिँ मजाले सकिन्छ जस्तो लाग्छ मलाई 4 to 6 months या 4 to 6 months अनि सो तिमीले भने अनुसार चाहिँ जहाँसम्म आई रिमेम्बर एसे चाहिँ एकदम इम्पोर्टेन्ट हो हैन यो भरिमा जो रिक्वायरमेन्ट छ एप्लिकेसनको लागि सो सम टिप्स फर द स्टुडेन्ट्स हु आर राइटिङ द एसे नाउ त्यो भनौँ न त फर्स्ट टिप डेफिनेटली डोन्ट युज च्याट जीपीटी that's hard it's hard तर don't use ChatGPT at all like कन्सेप्ट निकाल्न पनि आफै भित्र सोध्ने आफूले आफूलाई क्वेसन टाइम दिने बोरिङ बनाउने आफ्नो दिनलाई अनि सोच्ने तर ChatGPT युज नगर्ने किनकि राम्रो युनिमा अप्लाई गर्ने हो भने ChatGPT डिटेक्ट गर्न उनीहरूलाई केही टाइम लाग्दैन एकचोटि डिटेक्ट गरिसकेपछि तिम्रो जति नै राम्रो एप्लिकेसन अरू एस्पेक्ट धेरै नै राम्रो भए पनि
दिस गाई इज युजिङ च्याट जिपिटी भनेपछि सिधै अफ नै हो. सो डोन्ट युज च्याट जिपिटी. सेकेन्ड थिङ भनेको म केही कुरामा प्यासनेट छु, म चाहिँ को हो भनेर आफूले आफूलाई चिनाउन खोज. तर आफूले आफूलाई एउटा खतरा फिगर बनाएर त्यो नार्सिसिस्टिक वेमा चाहिँ नलेख. आफूले आफूलाई एक्सप्लेन गर्नु खोज, म के हो, म कसरी आएको छु, म कसरी रेज भएको छु, अनि म किन यो युनिभर्सिटीमा अप्लाई गर्दैछु. त्यो आफूले आफूलाई एउटा क्यारेक्टर देऊ, एउटा पर्सना देऊ, अनि त्यसमा चाहिँ त्यो चाहिँ लेख. त्यही हो. आई थिङ्क द्याट विल हेल्प अ लट अफ स्टुडेन्ट्स. या अनि आई थिङ्क यो बेलामा चाहिँ सजिलो भन्दा पनि अप्ठ्यारो वे रोज्नुपर्छ, किनभनेपछि यता आएपछि यु विल ह्याभ टु गो थ्रु दिस थिङ्स डेलीमा, किनभने चाहिँ कोर्सहरूमा यस्तो आई थिङ्क यस्तो लेख्ने कुराहरू भइरहेको हुन्छ अनि एआई युज गर्नु मिल्दैन. सो यो भनेको एउटा जस्ट ब्रिज मात्रै हो. सो बी प्रिपेयर्ड फर everything that's coming. Yeah. So एआईहरू युज नगरिकन आफै लेख्दा राम्रो भन्छु म पनि. सो तिमी यता पढ्न लागेको चाहिँ 1 सेमेस्टर भयो है? हजुर. त्यही पनि लेट्स आस्क, तिमीले उताको नेपालको पढाइ र यताको एजुकेसन सिस्टममा चाहिँ के डिफरेन्स फिल गर्यौ त्यो बारेमा? ओके, आकाश पाताल नै डिफरेन्स छ अनेस्टली भन्नुपर्दा. नेपालमा चाहिँ सिस्टम छ तर इम्प्लिमेन्ट गरेको छैन, यहाँ सिस्टम छ इम्प्लिमेन्ट पनि गरेको छ. द्याट्स द डिफरेन्स. आई मिन प्लस टूमै पनि ए लेभल्स जसरी म इकोनोमिक्स नि पढ्छु, केमिस्ट्री नि पढ्छु भन्न पाउनुपर्ने हो. खासमा चाहिँ त्यो हजुरले एक्चुअल आफ्नो करिकुलम हेर्नु भने त्यो हो, तर पाइँदैन. यहाँ चाहिँ अब मलाई जे पढ्न मन छ त्यही पढ्छु भन्न पाइन्छ. भनेको मेरो अब मेजर कम्प्युटर इन्जिनियरिङ छ भने पनि मलाई अब डेमोग्राफी पढ्नु पऱ्यो भने म डेमोग्राफी पढ्न पाउँछु. मलाई अब हेल्थ पढ्नु पऱ्यो भने म हेल्थ पढ्न पाउँछु. सो हजुरलाई जे पढ्न मन छ त्यही पढ्न पाउनुहुन्छ. हजुरलाई चाहिँ कुनै पनि प्रेसर छैन होइन. हजुरले चाहिँ के हुन्छ भन्दाखेरि क्रेडिट आवरमा बेस्ड हुन्छ. सो यति क्रेडिट आवर पुऱ्याए हुन्छ भन्ने हुन्छ. सो हजुरले के पढिरहेको हुनुहुन्छ चाहिँ त्यस्तो म्याटर गर्दैन. आफ्नो सब्जेक्टमा कोर चाहिँ थाहा हुनु पऱ्यो, बाँकी चाहिँ आफै पढ्दा हुन्छ. उता चाहिँ मेरो साथीहरूले भनेअनुसार चाहिँ कम्प्युटर इन्जिनियरिङ पढ्नु पऱ्यो भने दुनियाँमा हुने कम्प्युटरको बारेमा सबै कुरा पढ्नुपर्छ, विच इज धेरै कुरा चाहिँ अननेसेसरी हुन्छ, त्यो पढ्नु पर्दैन. द्याट्स समथिङ आई अल्सो लभ अबाउट यताको एजुकेसन. हामीले पढ्न मन लागेको कोर्सहरू चाहिँ आफूले लिन मिल्छ. कुनै रिक्वायरमेन्ट भनेर या फिर यही गर्नुपर्छ भनेर आफूलाई नमन लागेको सब्जेक्ट लिनुपर्छ भन्ने छैन. आफूले मन लागेको सब्जेक्ट चुज गरेर पढ्न मिल्छ. त्यो चाहिँ एकदम राम्रो प्रोसेस छ यतातिर. सो अबाउट द्याट. त्यसपछि चाहिँ तिम्रो स्कलरसिपले ट्युसन फी अनि हाउसिङ फी चाहिँ सम अबाउट कभर गर्छ. अनि हाम्रो लिभिङ एक्सपेन्सको लागि चाहिँ अन्डरग्रेडहरूले काम गर्छ एज फार एज आई नो अन क्याम्पस लिगली. सो त्यो बारेमा भनौँ. डु यु वर्क एन्ड क्यान अन्डरग्रेड वर्क? यस, आई वर्क. अन्डरग्रेडले काम गर्न पाउँछ 20 घन्टा हप्ताको, मजाले गर्न पाउँछ, केही रोकटोक हुँदैन. त्यो 20 घन्टाको लाइन एकचोटि चाहिँ गर्नु भएन, नभए चाहिँ केही प्रब्लम हुँदैन. अनि वर्क गर्दाखेरि यहाँनिरको नेपालीको प्रब्लम चाहिँ के हुन्छ भन्दाखेरि एकदम नै ठुलो नेपाली कम्युनिटी भएको ठाउँहरूमा चाहिँ नेपालीहरूले अलरेडी काम पाइसकेका हुन्छ धेरैले. सो आफूले काम नपाएको कम्प्लेन हुन्छ, त्यो चाहिँ हुनसक्छ. नभए चाहिँ काम पाउनु इज नट अ बिग थिङ रियली. अनि ओ माई गड मैले काम पाएँ, अब मेरो सबै कभर मैले आफै गर्न सक्छु पनि हुँदैन. फेरि काम पाउने बित्तिकै हजुरको सबै पैसा चाहिँ कभर हुँदैन. स्टिल फर्स्ट इयर चाहिँ मेरो ओपिनियनमा फ्यामिलीले माग्नु पर्ने हुन्छ. त्यही हो. अनि कमाएको पैसाले चाहिँ लिभिङ एक्सपेन्स कतिको कभर गर्न सजिलो भइरहेको छ? अब मैले चाहिँ फर्स्ट इयरको अनेस्टली नै भन्नुपर्दा फर्स्ट इयरको पैसा सबै बाबामामाबाट लिएको. त्यो गर्दाखेरि चाहिँ आफ्नो लागि बच्छ पनि. अब कहीँ घुम्न जानु पऱ्यो, केही गर्नु पऱ्यो, अब केही खानु पऱ्यो भने पनि बच्छ. नभए चाहिँ अहिले यसो सोच्दाखेरि चाहिँ मैले बाबामामाले फर्स्ट इयरको पैसा नतिर्नु भएको सर्भाइभ गर्न मलाई धेरै नै गाह्रो पर्थ्यो. You mean tuition? No, living expense. Yeah, just the living expenses, insurance, अनि त्यसपछि taxes and then food त्यस्तोको. भनेपछि कामले मात्रै चाहिँ धान्न अलिक गाह्रो हुन्छ. त्यो एक्सपेक्ट गरेर आउनु नै मिस्टेक हो जस्तो लाग्छ मलाई. सो बी प्रिपेयर्ड गाइज. लिभिङ एक्सपेन्सले मात्रै होइन,
कमाएको पैसाले मात्र लिभिङ एक्सपेन्स तान्न अलिक गाह्रो छ, सो बी प्रिपेयर फर द्याट। अनि डु यु लिभ अन क्याम्पस अर अफ क्याम्पस, कुन चाहिँ बेटर हो जस्तो लाग्छ अनि चिपर? Obviously housing scholarship छ, so I live on campus. नभए चाहिँ I would have lived off campus. Off campus मा खर्च धेरै नै कम लाग्छ अन क्याम्पसको रेस्पेक्टमा। अनि त्यसपछि अब बिहान उठ्यो म अब खाने ठाउँमा त म नेपाली खानेकुरा खान पाउँदिनँ नि त। अनि अहिले हुनसक्छ हजुरहरू हेर्दाखेरि नेपाली फुड मलाई चाहिँदैन भन्ने, तर रिग्रेट हुन्छ पछि लास्ट नै भोक लाग्छ नेपाली फुडको लागि होइन। सो त्यो चाहिँ त्यो पनि फ्रिडम हुन्छ, आफूलाई जे पकाउन मन लाग्यो त्यो पकायो, आफूले जे खान मन लाग्यो त्यो खायो, त्यो त्यस्तो हुन्छ। अनि अन क्याम्पसमा अलिकति होम जस्तो फिल हुँदैन नि, अलिक गाह्रो चाहिँ पर्छ। यो चाहिँ मैले पनि भोगेको। म अफ क्याम्पस बसे पनि आई डिडन्ट ह्याभ अ कार वेन आई वाज डुइङ माई मास्टर्स। अनि खाना चाहिँ उबर गरेर मगाउनु पर्दा चाहिँ एकदम महँगो पर्ने। अनि इन्डियन नेपाली रेस्टुरेन्ट त थिएन, इन्डियन रेस्टुरेन्ट पनि एकदम टाढा होइन। अनि सो एक्सपेन्सिभ हुन्थ्यो। सो मन लागेको बेला जहिले नि खाऊँ भनेर पाइँदैन थियो। सो या एकदमै क्रेभिङ चाहिँ राम्रै हुन्छ। तर ठाउँ अनुसार हुन्छ। अब यता क्यालिफोर्नियामा चाहिँ अलिक एक्सेसिबल छ, इन्डियन रेस्टुरेन्ट धेरै छ, सो जान सजिलो हुन्छ इफ यु हेभ अ कार। अल्सो आई थिङ्क के अरे बाई फुट पनि अलिक नजिकै छ उता भन्दा चाहिँ। उता मिसिसिपी अनि लुइजियाना एरियातिर चाहिँ अलिक कम छ त्यो इन्डियन रेस्टुरेन्ट अनि नेपाली रेस्टुरेन्ट भनेर चाहिँ। सो इट्स हार्ड अलिकति त्यता। यदि इन्डियन नेपाली नै फुड खानु छ भने बस्नको लागि पर्फेक्ट ठाउँ चाहिँ क्याली अथवा डिसी, जहाँनिर बेसी इन्डियन छ नेपाली छ त्यहीँ जानु ठिक हो। त्यसको लागि जाने ठाउँहरू भनेको त्यही हो, भर्जिनिया, नर्थ क्यारोलाइना, टेक्सस अनि क्याली मैले देखेको। तर स्कलरसिपहरू अनि त्यस्तो चाहिँ पाइँदैन फेरि यतातिर अलिक महँगो हुन्छ होइन, त्यो पनि सोच्नुपर्छ। सो हामीले पढाइको बारेमा त कुरा गऱ्यौँ। लेट्स टक अबाउट यर सोसियल लाइफ नाउ। यता सोसियल लाइफ चाहिँ कस्तो छ तिम्रो एज अ अन्डर ग्राड स्टुडेन्ट? अनि कतिको टाइम चाहिँ आफ्नो फ्रेन्ड्स बनाउन या फिर यताउता दिन पाइन्छ होइन? अनि कतिको सजिलो छ फ्रेन्ड्स बनाउन, विच इज बिग थिङ यतातिर, किनकि इट्स इजी टु गेट अ लोन, फिल लोनली यता। फिल लोनली त अभियसली होम सिकनेस भन्ने कुरा जति नै स्ट्रङ छु, आई मिन यदि हजुर अगाडिदेखि नै फ्यामिलीसँग बस्नु भएको छैन भने त या डेफिनेटली हजुरलाई सल्लो हुन्छ। अब चाहिँ जति नै स्ट्रङ छु भने पनि आइसकेपछि एउटा दसैँ तिहार चाडपर्वमा चाहिँ गाह्रो पर्छ। उता रातो टिका लगाइरहेको हुन्छ, यता केही छैन, त्यो डिफ्रेन्ट फिल हुन्छ। अनि मैले चाहिँ काम गरिरहेको छु, पढि पनि रहेको छु, तर मसँग अझै पनि टाइम चाहिँ मजाले छ। साथीहरू बनाउन त्यस्तो गाह्रो मलाई लाग्दैन। अनि यहाँको मान्छेहरू इजी गोइङ हुन्छ, एकदम अनेस्ट हुन्छ। सो हजुर जानुभयो केही कुरा भन्नुभयो, उनीहरूलाई मन पर्यो, उनीहरूलाई ठिक लाग्यो भने या ओके भनेर, मन परेन भने अलिक अभोइड गर्न खोज्छ, थाहा हुन्छ अभियस बनाइदिन्छ। सो फ्रेन्ड्स बनाउन पनि त्यस्तो गाह्रो चाहिँ मलाई लागेको छैन, हुँदा पनि हुँदैन, जस आफू कन्फिडेन्ट हुनु पऱ्यो, द्याट्स अल यु निड। अनि एउटा क्वेसन चाहिँ मलाई अहिले झ्याप्प आयो। यो टिकटकमा चाहिँ अस्ट्रेलियाहरू गएको, क्यानाडा गएकोहरू मान्छेहरू जस्तो अन्डर ग्राड स्टुडेन्ट भएर गएको मान्छेहरूले चाहिँ एक्सपेक्टेसन्स भर्सेस रियालिटी चेक हुन्छ भनेर भनिरहेको मैले भिडियोहरू देख्छु होइन। युएसमा चाहिँ एज अ अन्डर ग्राड, अब ग्राड स्टुडेन्ट त मैले फेस गरिहालेँ, एज अ अन्डर ग्राड चाहिँ कतिको त्यो फिल हुन्छ, एक्सपेक्टेसन्स एउटा थियो अनि रियालिटी चाहिँ अर्कै रहेछ भन्ने जस्तो हुन्छ कि नै भन्ने कुरा भनौँ न त। एजुकेसनमा चाहिँ डेफिनेटली हुन्छ, किनकि अब आफू के पढेर आएको हुन्छ, कस्तो भास्ट कुरा पढेर आएको हुन्छ, यहाँ क्या बेसिक कुरा पढेर हुन्छ, त्यो पनि अमेरिकन्सहरूले अलिक बुझिरहेको हुँदैन, कस्तो सजिलो जस्तो फिल हुन्छ पढाइ चाहिँ। अनि अरू त मेरो त एक्सपेक्टेसन मिट नै गरिरहेको छ। आई गेस म धेरै ट्राभल पनि गरिरहेको छु लकिली होइन, सो देखिरहेको छु कुराहरू, अनि ड्याम एभ्री टाइम सक हुन्छु म होइन केही कुरा देखेर। ब्याड थिङ भनेर तिम्रो लाइक मैले यस्तो एक्सपेक्ट गरेको थिएँ राम्रो, तर यस्तो रहेनछ, या फिर हुन्छ नि म त्यस्तो रमाइलो गर्छु तर यस्तो रहेनछ लाइफ यतातिर भने जस्तो त्यस्तो भएको छैन? त्यस्तो साह्रो चाहिँ भएको छैन। ओके, किनभनेपछि उता अस्ट्रेलियामा अब जस्तो मान्छेहरू एकदम राम्रो लाइफ सोचेर गएको हुन्छ अनि एकदमै धेरै काम हान्नु पर्यो यताउता भनेको मैले धेरै देखेर हुन्छु कि, अनि त्यस्तो चाहिँ हुँदो रहेछ कि नै? त्यो त मलाई चाहिँ नेपालबाटै बाबाले प्रिपेड नै हुन्छ नि, त्यहाँ गएर तँलाई सुनको रुख पैसाको रुख फल्ने होइन, तैँले आफै मिहिनेत गर्ने हो, त्यो चाहिँ नबिर्सी भन्नुभएको, द्याट हेल्प। सो नाउ मेरो फेभरेट क्वेसन,
यता आइसकेपछि चाहिँ तिमीलाई कल्चर सकहरू कतिको फिल भयो नि के थियो के एक्जाम्पल्सहरू भन न। सो सुरुमा त म आउँदाखेरि डिसी आएँ, वासिङटन डिसी, अनि त्यसपछि त्यहाँनिर घुम्दै थिएँ, चोक जस्तो आयो, चोकमा हेर्छु ट्राफिक प्रहरी छैन, ल के हो होइन, त्यो त बेसिक थियो। सुरुमा त्यस्तो भएको थियो, अनि बिस्तारै बिस्तारै चाहिँ युनिभर्सिटीमा आइसकेपछि मेरो रुममेट चाहिँ अमेरिकन थियो। सुरुमा मैले खाना ल्याएँ, अनि त्यसपछि खाना ल्याएपछि अब हाम्रो त बाँडी चुडी खाने हो, त्यसपछि खान्छस् भनेर सोधेँ, नो, म त सुरुमा लजाइहाल्ला सो भन्यो भन्ने जस्तो लागेको थियो। अनि 1-2 दिनपछि त्यसले ल्यायो खानेकुरा, मलाई भोक पनि लागिरहेको थियो भनेर मैले पर्खिरहेको थिएँ कति बेला खान्छस् भनेर सुत्छ भनेर पर्खिन्छु खाना सकिसक्यो। त्यसमा चाहिँ त्यो चाहिँ मलाई सरप्राइजिङ नै लागेको थियो, अलिकति हुन्छ नि, हामी त जसरी नि बाँड्नु जस्तो हुन्छ नि त। यता चाहिँ त्यो चाहिँ गर्दैनन्, मलाई पनि त्यही फिल भएको। आफूले अब जस्तो हामी नेपाली भयो भने चाहिँ बाँडेर खाइन्छ, तर त्यहाँ यदि अरूको इभन अमेरिकन मात्रै होइन अरू कन्ट्रीको पनि मैले देखेँ। अब जस्तो आई थिङ्क एसियन बाइक अरूमा चाहिँ यस्तो हो जस्तो लाग्यो। मेरो हन्डुरसको साथी थियो, ऊ चाहिँ आफै ल्यायो आफै खायो, बाँड्ने यताउता भन्ने हुन्थेन, अनि हामीले चाहिँ सिकाउँथ्यो कि अनि बाँड्ने यताउता दिएन सामलाई भनेर, अनि त्यस्तो हुन्थ्यो। त्यो वान अफ द कल्चर सक थियो मेरो पनि। अर्को मेजर कल्चरल सक मलाई लाग्यो चाहिँ ठ्याक्क यहाँनिरको कलेज फुटबल चाहिँ एकदम नै इन्सेन। लाइक यसो सोच्थ्यो भने त कलेजको स्टुडेन्टहरू फुटबल त खेलेर हो नि त, फेरि अमेरिकन फुटबल नट नेपाली फुटबल होइन। अनि यहाँ आएर हेर्छु पुरै ब्यान्डसँग आइरहेछ, पम पुरै त्यो धमाकेदार क्या, अनि धेरै कुरा भइरहेछ, तिनीहरूलाई कस्तो रेस्पेक्टले मान्छेहरूले हेरिरहेछ, या सेलिब्रिटी नै हो। अनि टेलगेट गरिरहेछ मान्छेहरू म्याच हेर्नको लागि, बाहिर स्टेडियमको बाहिर बसेर पुरै पर्खिरहेछ होइन प्लेयरहरूलाई। सो द्याट वाज एकदम नै सरप्राइजिङ फर मी। मैले चाहिँ कहिले पनि त्यस्तो ठुलो कल्चर, त्यस्तो ठुलो हुँदैन, त्यस्तो ठुलो मान्छेले मान्दैन जस्तो लागेको थियो। तर यहाँ चाहिँ मान्छेहरूको लागि चाहिँ कलेज भनेको चाहिँ एउटा आफ्नो पनि एकदम नै हुँदो रहेछ मान्छेको कलेजसँग। सो त्यो चाहिँ देखिन्छ। अनि टेलगेट भनेको चाहिँ गेमभन्दा अगाडि मान्छेहरू आफ्नो आरभीहरू ल्याएर चाहिँ फ्यामिली बार्बिक्यू गर्ने, ड्रिङ्क्स गर्ने, रमाइलो गर्ने गर्छन्, त्यसलाई चाहिँ टेलगेट भन्छ। मैले यो क्लियर गरेको किनभने चाहिँ म सुरुमा आउँदा चाहिँ सबले टेलगेट भन्ने होइन, अनि म के हो यो टेलगेट भने भन्थेँ कि, अनि पछि गएर मलाई थाहा भयो कि के रहेछ भनेर। या फुटबल इज अ बिग थिङ यतातिर मेनी कलेजेसहरूमा चाहिँ। अनि एक्चुअली म गोरे मेरो साथीकोमा गएको थिएँ, उसको चाहिँ घरमा नै लाइक हाम्रो युनिभर्सिटीको त्यो फुटबल टिमको यत्रो ठुलो झन्डा छ क्या, किन जस्तो लागेको थियो मलाई। एलएसीको पनि एकदम धेरै देख्थेँ म त्यो कम्युनिटीमा चाहिँ, पुरै बाहिरै सपोर्ट चाहिँ एकदम एक्सप्रेसिभ छन् भनौँ न। अमेरिकनहरू एकदम एक्सप्रेसिभ लाग्छ मलाई, एक्सप्रेस गर्छन् आफूलाई जे राम्रो लाग्छ। अनि मेरो लागि चाहिँ एउटा के अरे क्लासमा चाहिँ मे आई कमेन्ट यस्तो नभन्नेवाला चाहिँ एकदम ठुलो थियो। त्यसो लाग्यो मलाई सुरुमा चाहिँ हुन्छ अब जस्तो केही सोध्यो भनेपछि उठेर जवाफ दिने जस्तो कुराहरू चाहिँ एकदम ठुलो कल्चर सक जस्तो लाग्थ्यो। हाम्रोमा ठुलोलाई रेस्पेक्ट दिनुपर्छ होला, ठुलो छ नि। यता चाहिँ मोस्टली प्रोफेसरहरू फ्रेन्ड जस्तो पनि हुन्छ, दे आर अभाइलेबल टाइपको जति बेला नि चाहिँ सोध्न पनि, त्यो चाहिँ राम्रो कुरा छ। अनि सो हाम्रो आजको लास्ट क्वेसन, तिमी यता 1 सेमेस्टर सकिसक्यो, अब चाहिँ तिमीले फर्केर हेर्दा होइन एप्लाई गर्दाखेरि वाट यु वुड डु डिफरेन्टली अहिले, किनकि यु नो धेरै नि त त्यस बेला भन्दा चाहिँ, अनि अहिले सोच्दाखेरि चाहिँ मैले यस्तो गर्थेँ होला अब गरेको भए चाहिँ भन्ने जस्तो के लाग्छ त अब अहिले आउने एप्लाई गर्ने मान्छेहरूको लागि, स्टुडेन्टहरूको लागि चाहिँ सजिलो? ओके, सो फर्स्ट त मैले ठुलो नै ब्रेक लिएको थिएँ। हाई स्कुल सकेपछि रमाइलो हो, ओ माई गड हुन्छ नि, त्यही त हुन्छ सुरुमा, त्यत्रो फ्रस्ट्रेसन हुन्छ त्यत्रो पढेको। सो म चाहिँ अलिक बेसी नै रमाइलो गरिरहेको थिएँ, म चाहिँ त्यो चाहिँ कम गर्थेँ होला। 15 डेज मात्र रमाइलो गर्थेँ होला, अनि 15 डेज रमाइलो गरेर आई वुड स्टार्ट वर्किङ अन माई एप्लिकेसन। स्याट छिटो गर्थेँ, सबै कुरा छिटो गर्थेँ, किनकि के हुन्छ भन्दाखेरि युनिभर्सिटीहरूले चाहिँ के अरे स्कलरसिपको लागि भनेर फन्ड एउटा डिक्लेयर गर्छ, अनि त्यो चाहिँ के हुन्छ भन्दाखेरि फर्स्ट कम फर्स्टको हुन्छ। सो जति छिटो अप्लाई गऱ्यो त्यति छिर्ने चान्सेस बेसी हुन्छ। अहिले म अब साउदर्न मिसमा छु, अब मैले अलिक छिटो अप्लाई गरेको भए म त्योभन्दा राम्रो युनिभर्सिटीमा जाने सम्भावना बेसी हुन्थ्यो। सो जति छिटो अप्लाई गऱ्यो त्यति राम्रो हुन्छ। अनि मैले त्यो चाहिँ कुरा ख्याल गरेको थिइनँ सुरुमा अप्लाई गर्दा, न मेरो
स्कोरहरू हेर्दाखेरि चाहिँ म राम्रो युनिभर्सिटीमा छिर्छु जस्तो मलाई फिल भएको थियो। सो त्यही हो, अगाडि गर्थ्यो होला। अनि अर्ली एक्सन भन्ने कुरा हुन्छ, अर्ली डिसिजन, अर्ली एक्सन, अनि त्यसपछि रेगुलर डिसिजन। अर्ली एक्सन भनेको चाहिँ के हो भन्दाखेरि नोभेम्बर 1 भन्दा अगाडि अप्लाई गऱ्यो भने चाहिँ अर्ली एक्सनमा गर्न मिल्छ। त्यो भनेको चाहिँ छिटो गर्नु, अरू केही पनि होइन। अनि अर्ली डिसिजन भन्ने हुन्छ, अर्ली डिसिजन भनेको चाहिँ युनिभर्सिटीले अर्ली होइन के अरे अर्ली डिसिजनमा अप्लाई गऱ्यो भने चाहिँ तिमीले कुनै युनिभर्सिटीमा अप्लाई गरिहाल्यो भने झ्याप्प त्यो अर्ली डिसिजन गरेर अप्लाई गऱ्यो भने चाहिँ झ्याप्प त्यो युनिमा अप्लाई गरेपछि त्यसले यस भनेपछि तिमी सिधै त्यो युनिभर्सिटीको I-20 लिनै पर्छ, त्यो युनिभर्सिटी जानै पर्छ। अनि लास्टली रेगुलर डिसिजन हुन्छ, त्यो रेगुलर डिसिजन चाहिँ लास्टमा आउने सबै युनिभर्सिटीबाट हो। सो मैले चाहिँ अर्ली एक्सन, अर्ली डिसिजनको लागि टाइम पाइनँ, किनकि मैले स्टार्ट गर्दै धेरै ढिलो गरेँ। मैले केही डिफ्रेन्टली गर्न मिल्थ्यो भने चाहिँ त्यही नै डिफ्रेन्टली गर्थेँ होला। That's a really nice tips. जो अब एप्लाई गर्ने हुनुहुन्छ, I think it will help a lot. होइन? So I think those were the questions for this video. Okay. Thank you so much, Shravya, for doing this with me. Thank you, Bhavana दिदी. So हामीहरू we are planning to make उसको US visa interview को experience पनि after you watch this video, you guys can watch that video as well. So thank you so much for watching and supporting me. Even I am very inconsistent अहिले चाहिँ. So bye bye guys, thank you so much.